त्यसमा त्यसमा चाहिँ अब त्यो 1 वर्षमा खास गरी कति नै सिक्न सक्छ र त्यो सिकिसकेपछि उनीहरूले 1 क्लासमा पढ्न आउने र निजीमा त्यो 3 वर्ष पढेर आउने त्यो दुईटा विद्यार्थीहरूलाई 1 क्लासमा चाहिँ तुलना गर्दाखेरि अलिकति धेरै नै फरक पर्छ। त्यसो भएको हुनाले पनि हामीले युनिफर्मिटी अब एजुकेसनमा युनिफर्मिटी तल ताल लेभलदेखि ल्याउनु छ भने हामीले पनि अथवा सार्वजनिक लेभलमा पनि त्यो 3 वर्ष नै राख्न चाहिँ राम्रो हुने मेरो चाहिँ विचार छ। मैले त्यो चाहिँ अस्ति संशोधन पनि पठाएको थिएँ। त्यसमा त 1 वर्ष त के अरे हाम्रो गभर्मेन्टले उहिलेदेखि नै त्यो प्रावधान दिइसकेको छ भने अब 2 वर्ष त्यो 2 वर्ष प्लस कसरी गर्ने भन्ने कुरा चाहिँ यहाँनिर सोच्नु आवश्यक छ। किनभने यो 3 वर्ष त्यो यो प्रावधान चाहिँ विभिन्न छिमेकी देशको शिक्षा मोडेललाई हेर्दाखेरि पनि ती देशहरूले पनि यो मोडेललाई अपनाएको छ। उत्तरको चीनले पनि यो के अरे प्री प्राइमेरी स्कुललाई चाहिँ समावेश गरेको देखियो र विशेष गरी गभर्मेन्टले नै हेर्ने एक पक्ष र अर्को चाहिँ प्राइभेट सेक्टरलाई दिएर पनि यो 3टा क्लास चाहिँ यो 3 to 5 इयर्स त्यो बालकहरूलाई पढाउने व्यवस्था गरेको पनि देखियो र दक्षिणको हाम्रो छिमेकी देश भारतको पनि धेरै विद्यालयहरूमा यही तरिकाले नै अपनाएको देखियो। त्यसो भएको हुनाले हामीले पनि यसलाई 3 वर्षको उमेरदेखि 3, 4, 5 त्यो चाहिँ अब बाल कक्षाहरू सञ्चालन गर्ने र 6 वर्षको उमेरदेखि चाहिँ एक क्लास गर्ने, त्यसपछि 1 देखि 8 क्लाससम्म आधारभूत अनि 9 र 10 त्यो एससीको लागि हामीले त्यो यथावत राखौँ र त्यसको चाहिँ एक्जामिनेसन चाहिँ हाम्रो प्रोभिन्सलाई दिउँ, प्रदेशलाई दिउँ र 10, 11 र 12 जुन चाहिँ राष्ट्रिय परीक्षा बोर्ड बनिएको छ त्यसले नै त्यो एसएलसी सञ्चालित गरोस् र यति नै। अब निजी सम्बन्धमा त मैले भनिसकेँ। निजीले यदि जबसम्म निजी स्रोतमा चलेका विद्यालयहरूले यो ट्रस्टमा जाँदैन तबसम्म उनीहरूको स्थायित्वलाई हामीले कल्पना गर्न सक्दैनौँ। किनभने धेरै हामीले हेरेका छौँ हाम्रो गाउँठाउँमा, गाउँघर, सहरमा हेरेका छौँ जुन ट्रस्टमा गएका छन् ती विद्यालयहरू धेरै दिनसम्म टिकेका छन्। धेरै दिनसम्म एउटा जेनेरेसनदेखि अर्को जेनेरेसनमा पुगेको छ। तर जो चाहिँ ट्रस्टमा गएका छैनन् उनीहरू भनेको एक जेनेरेसन। उन चाहिँ प्रिन्सिपलले त्यहाँ चलाएको छ, त्यो प्रिन्सिपलको जीवनकालभरि त्यो चलेको छ। त्यो प्रिन्सिपलको तलमाथि भएपछि त्यो विद्यालय डुबेको छ। त्यो विद्यालयमा पुग्ने अहिले गएर हेर्नुभयो भने उसको पालामा जुन प्रकार जुन फेम कमाएको थियो, जुन उसको त्यो क्षेत्रमा जुन उसको त्यो बेलाको चाहिँ रिकग्निसन थियो त्यो अहिले गएर हेऱ्यौँ भने कोही त भेटिँदैन, कुनै त अब त्यो सबै त्यो डिसअर्गनाइज भएर डिसमेन्टल भएर गइसकेको हुन्छ। त्यसमा चाहिँ अब त्यो 1 वर्षमा खास गरी कति नै सिक्न सक्छ र त्यो सिकिसकेपछि उनीहरूले 1 क्लासमा पढ्न आउने र निजीमा त्यो 3 वर्ष पढेर आउने त्यो दुईटा विद्यार्थीहरूलाई 1 क्लासमा चाहिँ तुलना गर्दाखेरि अलिकति धेरै नै फरक पर्छ। त्यसो भएको हुनाले पनि हामीले युनिफर्मिटी अब एजुकेसनमा युनिफर्मिटी तल ताल लेभलदेखि ल्याउनु छ भने हामीले पनि अथवा सार्वजनिक लेभलमा पनि त्यो 3 वर्ष नै राख्न चाहिँ राम्रो हुने मेरो चाहिँ विचार छ। मैले त्यो चाहिँ अस्ति संशोधन पनि पठाएको थिएँ। त्यसमा त 1 वर्ष त के अरे हाम्रो गभर्मेन्टले उहिलेदेखि नै त्यो प्रावधान दिइसकेको छ भने अब 2 वर्ष त्यो 2 वर्ष प्लस कसरी गर्ने भन्ने कुरा चाहिँ यहाँनिर सोच्नु आवश्यक छ। किनभने यो 3 वर्ष त्यो यो प्रावधान चाहिँ विभिन्न छिमेकी देशको शिक्षा मोडेललाई हेर्दाखेरि पनि ती देशहरूले पनि यो मोडेललाई अपनाएको छ। उत्तरको चीनले पनि यो के अरे प्री प्राइमेरी स्कुललाई चाहिँ समावेश गरेको देखियो र विशेष गरी गभर्मेन्टले नै हेर्ने एक पक्ष र अर्को चाहिँ प्राइभेट सेक्टरलाई दिएर पनि यो 3टा क्लास चाहिँ यो 3 to 5 इयर्स त्यो बालकहरूलाई पढाउने व्यवस्था गरेको पनि देखियो र दक्षिणको हाम्रो छिमेकी देश भारतको पनि धेरै विद्यालयहरूमा यही तरिकाले नै अपनाएको देखियो। त्यसो भएको हुनाले हामीले पनि यसलाई 3 वर्षको उमेरदेखि 3, 4, 5 त्यो चाहिँ अब बाल कक्षाहरू सञ्चालन गर्ने र 6 वर्षको उमेरदेखि चाहिँ एक क्लास गर्ने, त्यसपछि 1 देखि 8 क्लाससम्म आधारभूत अनि 9 र 10 त्यो एससीको लागि हामीले त्यो यथावत राखौँ र
त्यसपछि एक्जामिनेसन चाहिँ हाम्रो प्रोभिन्सलाई दिउँ, प्रदेशलाई दिउँ र 11 र 12 जुन चाहिँ राष्ट्रिय परीक्षा बोर्ड बनिएको छ त्यसले नै त्यो एसएलसी सञ्चालित गरोस्। र यति नै। अब निजी सम्बन्धमा त मैले भनिसकेँ। निजीले यदि जबसम्म निजी स्रोतमा चलेका विद्यालयहरूले यो ट्रस्टमा जाँदैन तबसम्म उनीहरूको स्थायित्वलाई हामीले कल्पना गर्न सक्दैनौँ। किनभने धेरै हामीले हेरेका छौँ, हाम्रो गाउँठाउँमा, गाउँघर, सहरमा हेरेका छौँ, जुन ट्रस्टमा गएका छन् ती विद्यालयहरू धेरै दिनसम्म टिकेका छन्। धेरै दिनसम्म एउटा जेनेरेसनदेखि अर्को जेनेरेसनमा पुगेको छ। तर जो चाहिँ ट्रस्टमा गएका छैनन् उनीहरू भनेको एक जेनेरेसन। उन चाहिँ प्रिन्सिपलले त्यहाँ चलाएको छ, त्यो प्रिन्सिपलको जीवनकालभरि त्यो चलेको छ। त्यो प्रिन्सिपलको तलमाथि भएपछि त्यो विद्यालय डुबेको छ। त्यो विद्यालयमा पुग्ने अहिले गएर हेर्नुभयो भने उसको पालामा जुन प्रकार जुन फेम कमाएको थियो, जुन उसको त्यो क्षेत्रमा जुन उसको त्यो बेलाको चाहिँ रिकग्निसन थियो, त्यो अहिले गएर हेऱ्यौँ भने कोही त भेटिँदैन, कुनै त अब त्यो सबै त्यो डिसअर्गनाइज भएर डिसमेन्टल भएर गइसकेको हुन्छ।